हेलो साथीहरू, आज चाहिँ म चाहिँ सुर्खेतदेखि काठमाडौँसम्मको यात्रामा छु। म अब सुर्खेतबाट घरबाट निस्केँ। अब म चाहिँ एकैछिन तिनकुने गएर अटो चढेर ट्याक्क लाएर बस भएर जाँदैछु। ल फाइनली साथीहरू, म चाहिँ तिनकुने पुगेँ। अब अटो पनि ठ्याक्क मेन रोडमा उभिरहेछ। अब म अटोमा ट्याक्क बसेँ। अब म हिँड्दैछु बस पार्कको यात्रामा। हेर्न सक्नुहुन्छ बस पार्क, सुर्खेत बस पार्क। सुर्खेत बस पार्कको तल्लो गेटमा पुगिसकेँ। ल यता नेपालगञ्ज जाने गाडीहरू ट्याक्क लागिरहेछ। काठमाडौँको लागि भित्र प्रवेश गर्नुपर्ने छ। ल म चाहिँ अब एकैछिन भित्र प्रवेश गर्दैछु। ल बस पार्कको भित्र प्रवेश गरियो। अब एकैछिन अङ्कलको र मेरो भेट पनि हुनेछ। अङ्कल चाहिँ उता ट्याक्क बसिराख्नु भएको छ। म चाहिँ जाँदैछु। अब फाइनली साथीहरू, अङ्कलको मेरो भेट पनि भइसकेको छ। अब हामी एकैछिन काठमाडौँको लागि यात्रा गर्नेछौँ। अब हामी बस पार्कमा बसेर ट्याक्क खाइरहेछौँ अनि अब हामी एकैछिन नास्ता खान जानेछौँ। ल हेर्न सक्नुहुन्छ हामी चाहिँ होटेलमा गएर चाउमिन मिश्रण खाँदैछौँ, किनकि गाडीमा नखाँदा अलिकति यात्रा कठिन होला जस्तो हुन्छ। त्यो भएर हामीले चाहिँ नास्ता पनि खाइसक्न लागिसकेका छौँ। अब हामी एकैछिन पछि गाडीमा बसेर काठमाडौँसम्म जानेछौँ। अङ्कल चाहिँ नास्ता खाएर राख्नु भएको छ। नास्ता चाहिँ राम्रो पाइदिएको। अब हामी चाहिँ गाडीको सिटमा ट्याक्क लाएर अङ्कल बसिसक्नु भएको छ झ्याल साइडमा। म चाहिँ माथिल्लो साइडमा बसेर, किनकि अङ्कललाई भमिट हुन्छ। अनि ट्याक्क लाएर अब बस पार्कबाट हाम्रो गाडी चाहिँ निस्क्यो। 4:30 बजे चाहिँ ट्याक्क निस्केको रहेछ गाडी चाहिँ। हामी चाहिँ बस पार्कबाट निस्क्यौँ। ल अब हामी चाहिँ बसबाट निस्केपछि अब एकैछिन हामी भेरी पुलतिर प्रवेश गऱ्यौँ। ल हेर्न सक्नुहुन्छ सुर्खेतको भेरी पुलमा ट्याक्क लाएर अहिले चाहिँ भेरी नै सानो रहेछ। हिउँदको बेला अलिक सानै हुँदो रहेछ, बर्खामा चाहिँ पुरै ठुलै हुन्छ भेरी। अहिले सानै रहेछ। अब हामी 9 बजेतिर पुग्यौँ बाँके जिल्लामा। अब खाना खानलाई बस चाहिँ पार्किङमा छ। हामी चाहिँ यता ट्याक्क लाएर साइडमा फ्रेस हुँदैछौँ अङ्कल र म। अनि ट्याक्क अँध्यारोमा बाँके जिल्लामा ट्याक्क लाएर सुनसान बस्नुहुन्छ। र त्यसपछि हामी राति चाहिँ भोलिपल्ट ब्याक मुगलिन नारायणघाटको बिहानपट्टि बनाएको भिडियो हेर्न सक्नुहुन्छ। अनि त्यहाँबाट बिहान 7 बजे चाहिँ मुगलिन नारायणघाट सडकमा ट्याक्क लाएर तल त्रिशुली नदी। अब हामी एकैछिन 9 विशेष सोरुङ मार्ग पुग्यौँ। हेर्न सक्नुहुन्छ 9 विशेष सोरुङ मार्ग, यो काठमाडौँको जानको लागि सहज यात्राको लागि बनाएको 9 विशेष सोरुङ मार्ग। हेर्न सक्नुहुन्छ काठमाडौँको यात्रा सहजको लागि